आज म बिहान क्लास जान्छु भनेर साइकल हेरेको त अगाडिको टायर पुरै पङ्चर छ। अनि मैले के भएछ भनेर यसो हेरेको त टायर पुरै फाटेको छ। र त्यसैले मैले चाहिँ साइकल पसलमा लिएर जाने विचार गरेँ र 6 बजीतिर म साइकल निकालेँ। अनि बाहिर निकालेर साँच्चै केबाट फुटेको रहेछ भनेर मैले डिप रिसर्च गर्न खोजेँ, तर टायर त प्याट्टै फुटेको छ। के भएर यस्तो भयो भने म चाहिँ साइकल पसलमा बुझ्नको लागि हिँडेँ। तर यो साइकल ल्याएको चाहिँ मेरो धेरै भएको थिएन, जम्मा 3 हप्ता जति भएको थियो। तर साइकलको हालत चाहिँ यस्तो भइसकेछ। यो चाहिँ मैले सुनौलीदेखि लिएर आएको थिएँ साइकल, र यसलाई म के भएछ तर ल्याएको नि धेरै भएन। म 2 दिन अघि मात्र यसको हावा भरेर ल्याएको थिएँ घर, अनि चलाएको नै थिएन। 2 दिनमा आफै प्याट्टै फुट्यो। अनि म चाहिँ गर दाइलाई चेक गर्न भने साइकल पसलमा। दाइले हेर्नुभयो र टायर र ट्युब दुइटै चेन्ज गर्नुपर्छ भन्नुभयो, र मलाई दाइले नयाँ टायर देखाउनु भयो। त नाइलनको टायर, यो चाहिँ फाइबरको रहेछ, नाइलनको राम्रो हुन्छ नाइलनको। अनि त्यहाँबाट फेरि मलाई एउटा बिगेस्ट फ्रड भएर रहेछ कि मेरो साइकलमा चाहिँ बहुत सानो टायर, ठुलो र ट्युब चाहिँ एकदम सानो हाल्दो रहेछ कि। त्यही भएर दाइले ट्युब पनि अर्को नयाँ हाल्नुपर्छ भनेर दाइले ठुलो साइजको ट्युब र टायर दुइटै उस गरिदिनु भयो। र झ्यापझुप फिटिङ गर्दै हुनुहुन्छ। फिटिङ गरेपछि हावा चेक गरेर फिटिङ गर्दै हुनुहुन्छ। र मेरो त साइकल चाहिँ बहुत सुनौलीबाट लिएर आएको, टायर ठुलो र ट्युब चाहिँ एकदम सानो राखिदिएछ क्या। त्यही कारणले हावा भरेको त छिटै फुट्यो। र दाइले दुइटै नयाँ टायर नयाँ ट्युब फिटिङ गरिदिनु भयो। र लास्टमा मेरो साइकलको लुक्स चाहिँ यस्तो। र मलाई ओभरअल दुइटैलाई मैले लगभग 1400 जति तिरेर घर फर्केँ। घर फर्किँदा चाहिँ बाटोमा यस्तो मिठो अस्ताउनु लागेको घाम लागिरहेको थियो। एन्ड द्याट दिस इज द भ्यू अफ सनसेट। एन्ड थ्याङ्क यू फर द वाचिङ। तर लास्टमा म के बुझेँ भने आफूले एकदम रिसर्च गरेर मात्र साइकल लिनुपर्ने रहेछ, नत्र यस्तै